नमस्ते साथीहरू। ल के छ खबर सञ्चार हुनुहुन्छ? ल म चाहिँ कहाँ छु भन्दा अब तपाईँहरूले नाम देखेर थाहा पाइसक्नु भएको छ होला सायद होइन। यो चाहिँ तानसेन हो। यो तानसेनी नाम हेर्नुहोस्, यो माथि छ श्रीनगरको जङ्गलमा नाम छ। अनि यो चाहिँ तानसेनको मेन बजार यस्तो छ है। तानसेनको मेन बजार तपाईहरु कहाँबाट हेर्दै हुनुहुन्छ कि कतादेखि हेर्दै हुनुहुन्छ है। यो चाहिँ हेर्नुहोस्, तानसेन बजार देख्नु भएको छैन भने यस्तै छ है तानसेन। ल यो देख्न सक्नुहुनेछ तानसेनको नगरपालिकाको कार्यालय हो। यो चाहिँ तानसेनको यो पाल्पाको ठुलो करुवा सहितको यो कार्यालय। ल यता देख्नुहुनेछ, माथि देख्न सक्नुहुनेछ, यो चाहिँ तानसेनको पप स्कुल, पुरानो हाई स्कुल हो यो चाहिँ है। ल हेर्नुहोस् है साथीहरू, यो अन्नपूर्ण होटल अन्नपूर्ण हो। यो चाहिँ एकदम ठुलो भवनमा देखिएको छ है। अनि यता यो चाहिँ तानसेनको सार्वजनिक शौचालय, तानसेन नगरपालिकाले द्वारा सञ्चालित सार्वजनिक शौचालय हो अरे। तर दिशा पिसाब गर्न गएपछि 10-20 रुपियाँ तिर्नुपर्छ हामीले सेवा शुल्क चाहिँ है। यहाँ चाहिँ अब शौचालयमा पनि यस्तो सजिस सजाउ यस्तो छ है। विभिन्न किसिमका यहाँ पाल्पाका सम्पदाहरूको यसरी टोयलेटमा सजिस सजाउ गरिएको छ सार्वजनिक शौचालयमा है। मन्दिर दरबार अब करुवादेखि लिएर है। म चाहिँ टाढाबाट खिचेको भएर अलि जुम गरेको छैन। यो चाहिँ सही हो कि कसैले सही भन्छ, कसै गलत हुन्छ, यो के हो कसो हो तपाईँ आफै यो मूल्याङ्कन गर्नुहोला। टोयलेटमा यस्तो है सजावट भएको छ, र राम्रो छ। अनि यो तानसेनको पूर्व साइडको बजार के भन्छ यसलाई, गैरी गाउँ मेलधारा, गैरी गाउँ मेलधारा, गैरी गाउँ यता है। गैरी गाउँ साइड यो यता मिसन हुँदै यता बगनास डाँडासम्म हल्का देखिएको छ है साथीहरू। बगनास डाँडा हो यो चाहिँ। खै यहाँ ठुलो झन्डा थियो, अहिले झन्डा पनि देखिएको छैन, नत्र त एकछिनसम्म त झन्डा फरफरा थियो। झन्डा पनि हावाले उडाइदिएछ क्या हो साथीहरू है। ल जेसुकै होस्, त्यो आफ्नो ठाउँमा छ। यहाँ कौवाहरूको भिडभाड छ टुडी खेलमा है। यहाँ यस्तरी ल आमामा कौवा पनि यार, मान्छे छैन अहिले चाहिँ कौवा मात्रै छ तानसेनको टुडी खेलमा। यो चाहिँ फुटबल मैदान हो, हरियाली छ, हरियाली सँगै घाँस पनि एकदम बढेको छ। यस्तै है, घाँस पनि व्यापक बढेको छ। यो अब कसले काट्ने हो त्यो चाहिँ थाहा भएन हामीले पनि होइन। तर यो चाहिँ अलिकति खेल मैदानमा अलिकति यस्तो घाँस र हिलोको यस्तो छ है। ल पानीको आहाल छ, पोखरा जस्तो ठिकै छ। अब त्यो आजभोलि खेलकुद भइरहेको छैन, त्यही भएर पनि अब सरसफाइ पनि नभएको होला सायद भन्ने हामीलाई त्यस्तै लागिरहेछ। ल हाम्रो तानसेनको टुडी खेल घाँसे मैदान भएको छ है अहिले। यस्तो घाँसहरू ल जता हेरे पनि घाँसको मैदान भएको छ। पहिला गाई गोरु हुन्थ्यो, गाई गोरुले खान्थ्यो खैर, अहिले त गाई गोरु पनि छैन। अनि घाँस त्यसै पनि फस्टाएको छ टुडी खेलभरि। जता हेरे पनि घाँसै घाँस, हिलो यस्तै छ। हिलो तानसेनको टुडी खेलमा है, पानी जमेर करोडौँ लगानीमा बनेको यो टुडी खेल हो। तर पनि हिलो र घाँसको मैदान भइरहेको छ अहिले। अनि यता हेर्नुहुन्छ भने बस पार्क भएको छ है। यो पनि यहाँ खेल मैदान, यता बस पार्क, गजब छ नि त होइन। ल हेर्नुहोस् बस पार्क, तानसेनको टुडी खेललाई बस पार्क मानौँ अहिलेलाई होइन।
टन्ना गाडीहरू छ। अनि गाडी आउँदाखेरि नि बाट तानसेनको टोडी खेलको हालत यस्तो छ है। ल हेर्नुहोस् खेल मैदान है हाम्रो खेल मैदान गजब छैन त साथीहरू। ल हेर्नुहोस् खेल मैदानको हालत है यो चाहिँ। यो गाडी आवतजावत गर्दाखेरि भएको हो साथीहरू। यत्तिका गाडीहरू छन् यहाँ बस पार्कै छ त अनि यसरी। कागजका खोस्टाहरू बोतलका टुक्राहरू जम्मै है जताततै फोहोर हो। हाम्रो चाहिँ यहाँ कला प्रदर्शन गर्ने ठाउँ यो चाहिँ हाम्रो सांस्कृतिक कार्यक्रम गर्ने ठाउँ हो यो चाहिँ है साथीहरू। अहिलेको अवस्था यस्तो छ सांस्कृतिक कार्यक्रम गर्ने ठाउँको अवस्था फोहोरको डुङ्गुर र घाँसले ढाकिरहेको छ। यस्तो छ यसमा चाहिँ अब कसको ध्यान पुगेन के भएन कसले गर्ने हो यो सरसफाइ त्यो चाहिँ थाहा भएन है। तर जसले गरे पनि सम्बन्धित निकायले गर्नुपर्ने हो यो चाहिँ होइन। यस्तो फोहोर छ जताततै घाँसले ढाकिएको छ जङ्गल। यस्तो छ है हालत। हाम्रो कार्यक्रम सांस्कृतिक कार्यक्रम गर्ने ठाउँ यो चाहिँ टोडी खेल्न रहेको यो चाहिँ मञ्च हो। मञ्चको हालत यस्तो छ दयनीय भएको छ अहिले चाहिँ है सरसफाइ नभएर होला सायद। बस पार्क जस्तै पार्किङ भइरहेछ गाडीहरू अनेक किसिमको गाडीहरू पार्किङ भएको छ यहाँ चाहिँ। टोडी खेललाई बस पार्क मानौँ होइन। यो चाहिँ विश्राम स्थल हो। यहाँ फुर्सद भएका मान्छेहरू आएर यसो विश्राम गर्नुभएको छ। फोहोर फाल्ने टक्करी त छ तर फोहोरहरू फालिएको छैन। अस्तव्यस्त जताततै यसरी फालिएको छ फोहोरहरू होइन। ल यस्तो छ अवस्था। घाँसले छपक्कै ढाकेको छ। ल अब चाहिँ म यो चिल्ड्रेनहरू खेल्ने ठाउँ बच्चाहरूको खेल्ने ठाउँमा आएको छु है। ल भित्तामा त रङ्गी राम्रो छ है सधैँहरू देख्न सक्नुहुनेछ सौन्दर्य। यहाँ नानी बाबुहरू खेलिरहेको छ। यो चाहिँ पार्क हो। ल यो सार्वजनिक सूचना पार्टी हो यो चाहिँ तानसेन नगरपालिकाको कार्यालयद्वारा तयार पारेर निर्माण गरिएको होइन। ल है फोहोर चाहिँ तर जहाँ गयो त्यतै फोहोर है। फोहोरको डुङ्गुर छ है जहाँ गयो त्यस्तै छ। जता हेर त्यतै फोहोर अस्तव्यस्त घाँसले ढाकिएको छ होइन। ल हेर्नुहोस् यो यस्तो छ। यो एक्सर्साइज गर्ने ठाउँ हो होइन। यस्तो चाहिँ हालत। एक्सर्साइज गर्नेहरूको कपडा हो कि के हो भने अस्तव्यस्त फालिएर गएको छ पुराना कपडाहरू यसरी। यो पनि यस्तो छ है। यो चाहिँ एउटा ठिक रहेछ अनि यता चाहिँ यस्तो चाहिँ छैन। यसको चाहिँ यो चाहिँ है भाँचिसकेको छ जम्मै बिग्रिसकेको छ। यो पनि भाँचिएको रहेछ है यसरी टुटेको रहेछ। हाम्रो यो व्यायाम गर्ने ठाउँ हो। अब एकचोटि निर्माण भइसकेपछि यसलाई पुनः फेरि अब मर्मत गरेर यताउता बनाउनु यो कसको ध्यान पुग्नुपर्ने हो। यो चाहिँ सम्बन्धित निकायमा ध्यान पुगोस् है। यो मर्मत होस् बनोस् अनि फेरि सबैले मजाले स्वस्थ हुनको लागि यो
एक्सर्साइज मेसिनहरू सञ्चालनमा आओस् है। यस्तो चाहिँ हेर्नुहोस्, यहाँ थियो, यो भाँचिएर यता साइडमा राखिएको रहेछ। यस्तो छ है, यस्तो छ ल। ल फोहोर यहाँ कहिलेदेखिको है, यो उठेको छैन। अस्तव्यस्त छ है फोहोर चाहिँ। हाम्रो पार्क हो यो, पार्क हो खासमा है। पार्कको अवस्था यस्तो छ है। ल अनि यस्तो छ अवस्था है। ल साथीहरू, अब के भन्नु है, यस्तै छ अवस्था यहाँको। कसलाई के भन्ने, अब सम्बन्धित जसलाई जे भन्ने काम छैन। तर सम्बन्धित निकायको ध्यान पुगोस् र सरसफाइदेखि हरेक कुराको राम्रो व्यवस्था होस्। यो छोटो भिडियो यही अन्त्य गर्न चाहन्छु। हस् त, धन्यवाद साथीहरू। ओके, बाई बाई।